है तपाईहरु यदि घरमा काठको चौकस राख्नु भएको छ भने काठको चौकसमा पनि यसरी एल्युमिनियमको स्लाइडिङ मात्रै खापा पनि बनाउन मिल्छ है। तर यो चाहिँ तपाईको काठको चौकस भित्र अब चाहिँ स्लाइडिङको लागि सामान राख्नु मिल्छ है। यसरी हुन्छ अनि तपाईको दुईटा खापा हुन्छ यसरी चाहिँ स्लाइडिङ हुन्छ। अहिले चाहिँ फिटिङ भएको छैन। यसमा चाहिँ म जाली पनि फिटिङ गरेर देखाउने छु तपाईको लागि। जाली सेक्सन दुईटा आउने छ है। यो चाहिँ 4x5 को स्लाइडिङ जाली पल्ला ग्राहक महानुभावहरु फाइनली हाम्रो यो चाहिँ अब जालीको पल्ला चाहिँ हाम्रो लगभग रेडी भइसकेको अवस्था छ। अब यसलाई चाहिँ हामीले साइडमा ल्याएर फिटिङ गर्नु मात्रै बाँकी छ। र तपाईले देख्न सक्नुहुन्छ है यो जाली चाहिँ यस्तो छ कि यो दुईटा पल्ला है जाली यसरी दुईटा छ। र यसरी चाहिँ म यतापट्टि देखाउँछु है त। यस्तो हुन्छ जाली चाहिँ यस्तो देखिन्छ है। यो चाहिँ खोलेको भए चाहिँ यसरी देखिन्छ। अनि लौरा चाहिँ यो चाहिँ दुईटा छ है जाली यसमा। यो चाहिँ स्लाइडिङको लागि काठको चौको छ त्यसमा चाहिँ यो राख्नलाई है। यस्तो चाहिँ यसरी बन्छ है। यता चाहिँ दुईटा जाली छ यसरी जता पनि यताको पनि साइड स्लाइडिङ गर्न मिल्छ। जुन स्लाइडिङ गरे पनि मिल्छ है। यो दुईटा मध्येमा यसरी स्लाइडिङ गर्न अनि यसलाई लक गर्न मिल्छ।